नमस्कार सम्पूर्णमा। मेरो साथीले धेरै जसो सबै कभर गरिसक्यो। हामी विद्यार्थीहरू चाहिँ डिग्री भन्ने बित्तिकै पेरेन्ट्सहरू सबैलाई डिग्री चाहिन्छ। डिग्री नभएको मानिस अहिले पहिलाको नागरिकता नभए मानिस जस्तै भइसके। डिग्रीको पछाडि हामी यति साह्रो लागिसक्यौँ। फरेन ब्रान्डिङको नाममा हामी विदेशीले जे बेचे पनि हामी पचाउँछौँ क्या। नेपालको यति राम्रो राम्रो कुरा हुँदा पनि होइन, फरेनको नाम आउने बित्तिकै हामी लोभिन्छौँ। त्यस्तै लोभिने विद्यार्थी मध्ये एक विद्यार्थी म पनि हो र विदेश पढ्न जाउँला भनेर सोचेर विदेश अप्लाई नगरौँ। अब कलेजको राम्रो इन्स्टिट्युसनबाट गरौँ। द ब्रिटिस कलेजहरू, फरेन अफिलिएटेड कलेजहरू यस्तो स्क्याम हो भन्ने हामी कोही विद्यार्थीलाई थाहा थिएन। हामी यस्तो न्युजहरू पनि बेसी हेर्दैन थियो होइन। अनि हामी हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट स्टुडेन्ट भएपछि हामी सधैँ इभेन्ट्सहरूतिर, रमाइलो ट्राभलहरूतिरै हामीलाई ध्यान हुन्छ, बेसी ब्रान्डिङहरूतिर त्यस्तोतिर ध्यान हुन्छ। त्यही भएर चाहिँ हामी ब्रिटिस कलेज आइपुग्यौँ। अनि फर्स्ट इयर नेपालमा पढ्ने, त्यस पछाडि हाम्रो मोबिलिटी प्रोग्राम अनुसार हामीलाई बिएससी हन्स अन्डर ग्रेजुएट डिग्री, जस्तै मेरो साथीले भन्नुभयो हामी 4 इयर डिग्री पढ्छौँ नै भनेर हामीले सोचेका थियौँ। र सरलाई हाम्रो प्रोग्राम कोअर्डिनेटर सर, जुन चाहिँ हाम्रो एचबिएम ग्रेजुएट नै हुनुहुन्छ कलेजको, अनि उहाँलाई चाहिँ हामीलाई देखाएर यु आर अन गुड ह्यान्ड्स भनेर भन्नुभएको थियो। हामीले कति क्वेसन गऱ्यौँ, हामीले प्रश्न त गर्थ्यौँ तर हामीलाई अलिकति ठुलै प्रश्नहरू हामीलाई आउँदैन थियो। हामीलाई इभन प्रश्न गर्न पनि आउँदैन थियो। हामीले सिनियरहरू सोध्यौँ, एल्युमिनी ट्र्याकिङहरू गर्ने। सिनियरहरूले के गर्दै हुनुहुन्छ, कसले कता काम गर्दै हुन्छ, दुबईमा पनि सोधेको। सरहरूले 2022मा इस्टाब्लिस भएको हो, नयाँ सिनियरहरू गइरहेछ, उनीहरूलाई राम्ररी इङ्ग्लिस आउँदैन र उनीहरूले एक दुईजनाले राम्रो ठाउँमा काम पाएका छन् र तिमीहरूले पनि पाउनेछौ, तिमीहरू राम्रो सिक्दै गर भन्नुभयो। र म र मेरो साथीले त हामीले त राम्ररी इन्टर्नसिपहरू पनि गरिरहेको थियौँ, धेरै ठाउँमा कामहरू पनि गरिरहेको थियौँ अर्गनाइजेसनमा। त्यस पछाडि हाम्रो सिनियरहरू हामीलाई चाहिँ कलेज जोइन गरेपछि डाइरेक्टली सेकेन्ड सेमिस्टरमा मर्ज गराइदिनु भयो, सिनियरहरूसँग पढाइदिनु भयो। स्टुडेन्ट्स नपुगेर टिचरहरूले त अब एकैचोटि 2टा सेक्सन बनाउनु भएन हामीलाई। स्टुडेन्ट्स नपुगेको हुनाले गर्दाखेरि त सेकेन्ड सेमिस्टरमा डाइरेक्ट मर्ज गरेर पढ्दा पनि म चाहिँ टपर भएको थिएँ। अनि म एक टपर हुनुको नातामा चाहिँ मेरो साथीहरूले मलाई सहयोग माग्यो। अनि सहयोग माग्दा चाहिँ म के गर्ने, म त सक्दैन भनेर हामी क्वेसन सोधौँ न त, रिपोर्ट बनाऊँ भनेर साथीहरूसँग हामी त पुरा युनिटी त सुरुमा यसरी केही डिभाइड एन्ड रुल केही भएको थिएन। युनिटी भएर अनि हामी सबैले छानबिन गर्न थाल्यौँ। सिनियरको रिपोर्ट लिएर लु दुबईको कलेज कस्तो रहेछ, कन्सल्टेन्सीहरूसँग गएर बुझौँ न त भनेर बुझ्दाखेरि कन्सल्टेन्सीमा फाउन्डेसन इयरको 1 इयरको क्रेडिट ट्रान्सफर हुन्छ, सर कता गराइदिनुहुन्छ भनेर यसो पेपर देखाएको त यो स्क्याम चाहिँ हामीलाई देखायो तर अरूलाई चाहिँ नदेखाऊ, तिमीहरूको आफ्नै बेइज्जत हुन्छ भनेर भन्नुभयो कन्सल्टेन्सीहरूले। हामी त सक्ड भयो। किन भन्दाखेरि त हामीले राम्ररी इन्भेस्टिगेसनै गरेर रहेन रहेछ, हामी त सबै स्क्याममा परेर रहेछ भनेर। अनि त्यस पछाडि हामीलाई थाहा भयो। अब गुहार चाहिँ कहाँ माग्ने त भन्दा सुरुमा हामी स्टुडेन्ट्स हाम्रो फ्याकल्टीलाई मागौँ भन्यौँ। गुरु भनेको त हामीलाई त रास्ता देखाउने मानिसहरू हो भनेर हामीले सुरुमा हाम्रो 5वटा फ्याकल्टीलाई नै सोध्यो। अनि 5वटा फ्याकल्टीले चाहिँ हामीलाई यस्तो साइलेन्ट हामीले केही भन्न मिल्दैन, हामी आफ्नो एकाडेमिक पढाउने हो भन्नुभयो। हाम्रो एकाडेमिक पढाउँदा पनि हाम्रो फ्याकल्टिजले चाहिँ हामीलाई सिलेबसहरू, लिङ्क्सहरू, बुक्सहरू केही हुँदैन थियो, आफ्नै प्रेजेन्टेसनहरू बनाउनु हुन्थ्यो अनि हामीलाई ग्रुपमा पठाउनु हुन्थ्यो। त्यसमा पनि हामीलाई धेरै क्वेसन्स थियो क्या। जब 20 पेज स्लाइड पढेर 20वटा स्लाइड पढेर हामीले के गर्छौँ सर एउटा होल सेमिस्टरमा होइन, 200वटा स्लाइड पढेर पो 20वटा स्लाइडको एक्जाम दिने हो त भनेर भन्दाखेरि उल्टै हामीलाई गाली गर्ने क्या। प्रश्न सोध्न नै यहाँनिर गाली खाइने। प्रश्न त हामीले धेरै सोधेका हौँ, हामीसँग त प्रश्न मात्रै छ कि उत्तरै छैन। हामी उत्तर माग्दै हिँड्न थाल्दै अनि त्यस पछाडि हामी मिनिस्ट्री अफ एजुकेसनमा पुग्यौँ। मिनिस्ट्री अफ एजुकेसनमा गएर यस्तो पेपरहरू त हामीले फाइलहरू, एभिडेन्स, सरकारले गर्नुपर्ने काम हामीले धेरै गरेर हामीले एभिडेन्स धेरै बुझायौँ। अनि एभिडेन्स बुझाउँदाखेरि पनि हामीलाई रिपोर्टलाई अझै पीडितलाई के 100वटा पीडित आएपछि मात्रै बोल्ने,
हामी त 8-10 वटा पीडित त गइसकेका थियौँ, 40 जना पीडित छौँ हामी एचबीएम कै स्टुडेन्ट्सहरू। इभन कम्प्युटर साइन्स एसीसीए को धेरै पीडितहरू 2012 देखिको पीडित आउनु भएको छ के। 400 वटा कम्प्लेन हामीले आफै रेजिस्टर गराएको हो के। त्यही पनि अहिलेसम्म एक्सन केही पनि छैन। अब त नि पहिला त कमाउन पेरेन्ट्सहरूलाई खुसी दिनको लागि देश छोड्न मन लाग्थ्यो, अब चाहिँ देशको यो व्यतिथि देखेर यो सेटिङहरू देखेर देश छोड्न मन लाग्यो के। अब साँच्चीकै देश बस्न चाहिँ एकदमै गाह्रो भइसक्यो क्या। कति ठाउँ गुहार मागिसक्यौँ, हामीले उजुरी नदिनु चाहिँ एकदमै ठुलो गल्ती गरेका रहेछौँ होइन। अब स्टुडेन्ट्सहरूले रिफन्ड पाइरहेको थियो, हामीलाई चाहिँ म भन्दा पनि हामीमा थियो के, किनकि पासमा त्यत्रोले गल्ती भएर त्यत्रो अन्याय भएको हामीले देखिसक्दाखेरि हामीलाई जति नै रिफन्ड दिए पनि हरेक रिफन्डको एउटा टाउको स्टुडेन्ट्सहरू हुने थियो क्या। फ्युचरमा त्यो सेम कुरा दोहोरिने वालामा थियो क्या। हामी फेरि आफै पढ्न जान सक्छौँ, हामीलाई रिफन्ड पनि चाहिएन, तर कलेजले गल्ती स्वीकार्नु पर्यो। कलेजले विज्ञप्तिमा विज्ञप्ति निकालिरहनु भएको छ विदाउट स्ट्याम्प एन्ड सिग्नेचर होइन। हामी मन्त्रालय त धारामा बसेर सरलाई अझ छड्के हानेर अनि हाम्रो ओपन इन्टरभ्यू आफै क्यामेरा खोलेर पनि गरायौँ क्या। हामीलाई ऋषि धमला सर नेसनल मिडिया जस्तो सरले पनि कलेजको मात्रै कुरा सुनिदिएर यत्तिकै प्राइम टेलिभिजनमा हालिदिइरहनु भएको छ। मलाई मिडियासँग पनि त्यस्तो विश्वास उड्न छोड्यो क्या, फल्स न्यारेटिभ लगाएर। अब म आफै नै जर्नलिजम मिडिया बन्छु भन्ने जस्तो लागिसक्यो, पढ्छु जस्तो लाग्न थालिसक्यो क्या। हामीले सिआइबीहरू आउनुहुन्थ्यो, आउटड्रेसमा छानबिन गर्नुहुन्थ्यो, लेख्नुहुन्थ्यो, जानुहुन्थ्यो, पुलिसहरू आउनुहुन्छ, त्यस पछाडि उल्टै स्टुडेन्ट्सलाई टाउकोमा हान्नुहुन्छ, पेटमा हान्नुहुन्छ, स्टुडेन्ट युनियनहरूलाई हानेर त्यो घाउहरू भएको हजुरहरूले देख्नुभयो। अनि अब न्याय कता माग्ने त, कति बोल्नु कि हामी पढ्नुपर्ने विद्यार्थीहरू। यहाँदेखि उता के भन्नु, म त साँच्ची भनेको नेपालको कानुन दैवले जानुन नै भन्न लागिसक्यो। मलाई इरिटेटै भइसक्यो। अब डिग्री 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 त गरिन्छ होइन, पढिन्छ होइन, तर यो डिग्रीले के दिइरहेछ त हामीलाई? यो डिग्री कस्तो खालको डिग्री हो? विज्ञहरू सबै चुप लागिरहनु भएको छ। विज्ञहरू सबजना त स्क्यामको विज्ञ हुनुहुँदो रहेछ र तपाईँहरूको चुप्पीले न्याय ल्याउँदैन क्या। प्लिज बोलिदिनुहोस् विज्ञहरू, म यहाँभन्दा उता केही बोल्न सक्दिनँ। धन्यवाद।